बीपी कोइराला जब गृहमन्त्री भएको बखत थियो। उनी आफ्नो निवासमा बसिरहेका थिए। त्यसबेला तत्कालीन युवराज धीराज महेन्द्र आउँछन् र बीपीलाई आफूले युवराज धीराज पदबाट राजीनामा दिन लागेको भनेर भन्छन्। बीपीले किन भनेर सोध्दा म मेरो सालीसँग बिहे गर्न चाहन्छु, तर बुवाले हुन्न भन्नुहुन्छ, त्यसैले म आफ्नो सालीसँग बिहे गर्न युवराज धीराज पद त्याग गर्न लागेको भनेर राजीनामा पत्र देखाउँछन्। त्यसपछि बीपीले राजीनामा दिने होइन, बुबासँग कुरा गरेर मिलाउनु पर्छ भनेर भन्छन् र बीपीले म महाराजसँग कुरा गरौँला भनेर भन्छन्। तर बीपी राजासँग कुरा गर्न जाँदा राजा त्रिभुवन रिसाएर राजीनामा दिँदा हुन्छ भनेको भए भइहाल्थ्यो नि भनेर भन्छन्। तर बीपीले राजालाई सम्झाउँछन् र बाबु छोराबीच 6 महिनासम्म बिहाको कुरा नगर्ने सहमति गराइदिन्छन्। यो घटनापछि त्रिभुवनले भनेका थिए रे, यो क्राउन प्रिन्सले तिमीहरूलाई रुवाउँछ, मैले चिनिया छु यसलाई, यो कस्तो छ भनेर। नभन्दै त्रिभुवनले भनेको जस्तै बीपीलाई बिना मुद्दा 8 वर्षसम्म जेल कोसिदिन्छन् महेन्द्रले। यो लडाईँ थियो सत्ताको, यो थियो व्यक्तित्वको टकरावको। यस कहानीको सुरुवात हुन्छ जब 15 सालको अन्त्यतिर नेपालमा पहिलो आम निर्वाचन हुन्छ र काङ्ग्रेसले 2/3 बहुमत लिएर आउँछ र काङ्ग्रेस संसदीय दलका नेता बीपी कोइराला प्रधानमन्त्री हुन्छन्। बीपी प्रधानमन्त्री बन्नु यो राजाको लागि सहज भने थिएन। चुनावबाट आएको नतिजा हुनाले राजाले हस्तक्षेप गर्ने ठाउँ थिएन। सुरुमा भने प्रधानमन्त्री र राजाबीच सम्बन्ध राम्रो हुन्छ, केही पछि भने सानोतिनो खटपट सुरु हुन थाल्छ। राजा र बीपी एक अर्का विरुद्ध उत्रिँदै थिए। राजा सार्वजनिक कार्यक्रमबाटै सरकारको आलोचना गर्थे र बीपीले भने राजा विरुद्ध सार्वजनिक मञ्च प्रयोग गरेका थिएनन्। राजा बीपीको सरकारलाई असफल बनाउन लागिरहेका थिए र त्यसको लागि राजाले योगी नरहरिनाथ जस्तो कट्टरपन्थीलाई सरकार विरुद्ध प्रयोग गरिरहेका थिए। योगीलाई राजाले आर्थिक मद्दत पनि गरेका थिए र राजाबाट हुकुम छ कि यो धर्म नमान्ने प्रधानमन्त्री विरुद्ध विद्रोह गरे हुन्छ भन्दै जनता भड्काउने काम गरिरहेका थिए र गोर्खामा त आन्दोलनकारी र प्रहरीबीच झडप नै हुन्छ र 6 जनाको मृत्यु हुन्छ। राजाले आफ्नो ससुरा हरिशमशेरलाई प्रयोग गरेर बीपीले ल्याउन लागेको भूमि सुधार ऐन विरुद्ध किसान आन्दोलनको नाममा भाड्न लगाइरहेका थिए। त्यसै समयमा धादिङको उत्तरी भेग दार्खातिर वर्षौंदेखिको शोषण थियो। त्यो शोषण एउटा आन्दोलनमा परिणत भएको थियो र त्यो आन्दोलन उग्र बन्दै लुटपाटमा बदलिरहेको थियो। यी घटनाहरूले सरकारमाथि चर्को दबाव परिरहेको थियो। बीपी पनि उत्तेजित हुँदै थिए। बीपीले मुम्बईमा नेपाली विद्यार्थीहरूको सम्मेलनमा बोल्ने क्रममा तिमीहरूलाई लाग्दो हो यदि मेरो हातबाट शक्ति गयो भने तिमीहरूको हातमा आइपुग्छ, तिमीहरू यो गलत भ्रममा नपर, शक्ति हत्याउन कोही ढुकिरहेको छ, त्यो सामन्ती हो, त्यो राजा हो भनेर प्रष्ट भाषामा भनिदिन्छन्। त्यो कुरा राजाको कानमा आइपुग्छ। र अर्को घटना, बीपी अमेरिकाबाट आउँदै थिए। आउँदा उनी लन्डन भएर आएका थिए र लन्डनमा रहँदा त्यहाँ केही विद्यार्थी भेट्न आएका थिए। त्यहाँ पनि बीपीले मलाई अतिवादीहरूसँग समस्या छैन र मलाई समस्या राजासँग हो भनेर भनिदिन्छन्। यो कुरा पनि राजा कहाँ आइपुग्छ। यी दुवै घटनामा बीपीले यो कुरा प्रेसको लागि भनेका थिएनन्, यो विद्यार्थीहरूको बीचमा मात्र भनेका थिए, तर राजाको कानमा आइपुग्छ। लन्डन र मुम्बई घटनापछि राजा बीपीबाट खतरा महसुस गर्छन् र बीपीलाई भन्छन् मलाई समस्या देख्नु भएछ, मलाई च्यालेन्ज गर्नु भएछ। केही राजकाजको विषयमा पनि राजा र बीपी बीच मतभेद भइरहेको थियो। बीपी कोइराला चीन जान भनेर म्यानमारको बाटो हुँदै पहिला म्यानमार भ्रमण गर्न जान्छन् र त्यहाँ बीपीले म्यानमारका लागि इजरायली राजदूतसँग भेट गर्छन् र नेपालको दौत्य सम्बन्ध राख्ने सहमति हुन्छ। तर राजाले रोक्नु भनेर बीपीलाई टेलिग्राम पठाउँछन्, तर रोकिँदैन किनकि क्याबिनेटले नै यो निर्णय गरेको थियो कि कुनै पनि देश अघि बढेर दौत्य सम्बन्ध राख्न आएमा नेपालले राख्ने। यस विषयमा राजाको पनि सहमति थियो। तर इजरायलको केस भने अलि बेग्लै थियो। हाम्रो दुई छिमेकी भारत र चीनले त्यसबेलासम्म इजरायललाई राष्ट्रको मान्यता दिएका थिएनन्। अन्ततः इजरायलसँग नेपालको दौत्य सम्बन्ध स्थापित हुन्छ र नेपाल इजरायललाई मान्यता दिने पहिलो दक्षिण एसियाली मुलुक पनि बन्छ। बीपी संयुक्त राष्ट्रसङ्घ जानु अघि आफ्नो परराष्ट्र मन्त्री तुलसी गिरीलाई पनि क्याबिनेटबाट हटाइदिन्छन्। यस विषयमा पनि राजा र बीपी बीच मतभेद हुन्छ। राजाले प्रक्रिया मिलेन भन्दै असन्तुष्टि व्यक्त गर्छन्। जब बीपी संयुक्त राष्ट्रसङ्घ जान्छन् र त्यसै बेला अमेरिकाको पनि भ्रमण गर्छन्।
बीपीले भ्रमण गर्नुभन्दा अगाडि नै राजा महेन्द्रले अमेरिकाको भ्रमण गरिसकेका थिए र राष्ट्रपति आइजनहावरसँग पनि बीपीको भेट हुन्छ। राष्ट्रपतिले बीपीलाई राजा यहाँ आउँदा तिमी विरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए, तिमीहरूले यो असन्तुष्टिहरू हटाऊ भनेर सुझाव दिन्छन्। त्यहाँबाट बीपीको मनमा चिसो पस्छ। एक दिन बीपी कोइरालालाई आफ्नै गृहमन्त्री रहेका सूर्यप्रसाद उपाध्यायले एकजना आर्मी जनरलले भनेको राजाले कु गर्दैछन् रे भनेर सुनाउँछन्। त्यसपछि बीपीले त्यो आर्मी जनरललाई बोलाएर सोध्छन्, तर आर्मी जनरलले भने मैले सूर्यबाबुलाई नभेटेकै 6 महिना भयो भनेर जवाफ दिन्छन्। सुवर्ण शमशेर र पार्टी महामन्त्री सूर्यप्रसाद उपाध्याय सबैलाई राजाले मैले सरकार लिएँ भने तिमीहरू सहयोग गर्छौ कि गर्दैनन् भनेर सोधेका थिए। त्यसैले काङ्ग्रेसका नेताहरूले राजाले अब केही गर्छन् भनेर सङ्केत पाइसकेका थिए। बीपीले भने अलि पछि मात्र चाल पाउँछन्। लगभग कु गर्छन् भने सबै नेताहरूले थाहा पाइसकेका थिए। अब कहिले गर्छन् भन्ने चाहिँ काङ्ग्रेसभित्र कुरा चलिरहेको थियो। यो निष्कर्ष निकाल्छन् कि राजाले कु गर्न त गर्छन्, तर चैतपछि मात्र गर्छन्, किनकि बेलायती महारानी एलिजाबेथ नेपाल आउनेवाली थिइन्। एउटा डेमोक्रेटिक देशको राष्ट्रप्रमुख आउँदा राजाले कु गरेर छवि बिगार्दैनन् भन्ने निचोड निकाल्छन्। त्यसबेलासम्म टाइम छ केही सोचौँला भनेर कु हुनुभन्दा 2 दिन अगाडि सुवर्ण शमशेर कलकत्तामा अहिले इन्कम ट्याक्सको समस्या छ भनेर कलकत्तातिर लाग्छन् र त्यसै दिन बेलुका बीपी राजालाई भेट्न नारायणहिटी पुग्छन्। राजाले सुरुमा भन्छन् यो जोगी काण्डमा मलाई किन मुछेको भनेर सोध्छन्। बीपीले मैले होइन जोगीले मुछेको हो भनेर उत्तर दिन्छन्। जोगीमाथि कारबाही हुँदैछ भनेर भनिदिन्छन्। त्यसो भए त्यो जोगीमाथि कारबाही हुँदाहुँदै मलाई मुछेर त्यो पब्लिक वक्तव्य किन दिएको भनेर सोध्छन्। बीपीले प्रमाण थियो त्यही भएर भनेर भनिदिन्छन्। बीपीले राजालाई प्रमाण देखाइदिन्छन्। राजाले योगीलाई चन्दा दिएको प्रमाण देखाइदिन्छन् र प्रश्न उठाउँछन्। राजाले मैले चन्दा दिन नपाउने भनेर बीपीमाथि प्रश्न गर्छन्। बीपीले राजाले चन्दा दिन मिल्दैन भनेर भनिदिन्छन्। झन् सरकार विरोधी तत्त्वलाई त राजाले चन्दा दिन मिल्दैन भनेर बीपीले भन्छन्। त्यसपछि त राजाले कि तपाईँ चलाउनुहोस् विश्वेश्वर बाबु म छोडिदिन्छु, कि मलाई चलाउन दिनुहोस् तपाईँ छोडिदिनुहोस् भनेर त्यस्तो कुरा गर्न पुग्छन्। बीपीले मलाई दुवै कुरा मन्जुर छैन भनेर भनिदिन्छन्। म जनप्रतिनिधि छु, हजुर राजा होइबक्सन्छ। मलाई सहयोग नगरेर तपाईँ मलाई एक्लै चला भन्ने र हजुरलाई पनि यो घमण्ड हुनु हुँदैन कि जनताका जनप्रतिनिधिलाई साथ नलिई एक्लै चलाउन सक्छु भन्ने। पहिलाको जमानामा जस्तो गरेर त अहिले चल्दैन। यो राष्ट्रिय सङ्कटको घडीमा हामी दुवै मिली काम गर्नुपर्छ भनेर राजालाई बीपीले सम्झाउँछन्। भनेर बीपीले भन्दा अन्त्यमा राजाले ल हुन्छ आजको कुरा यतिमै टुङ्ग्याउँ, मैले भनेको कुरामा नि दुःख नमान्नु भनेर हात अगाडि बढाउँछन्। तर त्यसको 2 दिनपछि नै राजाले कु गर्छन् र बीपीलाई बिना मुद्दा 8 वर्षसम्म जेल कोचिदिन्छन्। 8 वर्ष लामो जेल जीवन बिताएर बीपी जब राजालाई भेट्न खोज्छन्, तर राजा पनि त्यसबेला उपचार गर्न लन्डन जान लागेका थिए। हामी दुवै उपचार गर्न बाहिर जान लागेकाले पछि फर्केर भेटौँला भनेर भन्छन् र बीपी पनि उपचार गर्न मुम्बई जान्छन्। राजा लन्डनबाट उपचार गरी मुम्बई आउँछन् र मुम्बईमा आउँदा बीपी पनि राजालाई स्वागत गर्न एयरपोर्ट पुग्छन्। एयरपोर्टमै राजा र बीपी बीच सामान्य कुरा हुन्छ। सामान्य सन्चो बिसन्चोको कुरा मात्र हुन्छ र बीपी पत्नी सुशीलासँग पनि केही कुरा गरेर अहिले गएँ है भनेर राजा त्यहाँबाट छुटिन्छन्। त्यसपछि बीपीले मुम्बईमा राजा बसेको होटेलमै गएर भेट्न खोज्छन्। त्यहाँ राजाले भेट टारिदिन्छन्, नेपाल गएरै भेटौँला भनेर। पछि बीपी पनि नेपाल आउँछन्। बीपीले विराटनगरमा भव्य कार्यक्रम गर्छन् र त्यहाँ भाषण गर्छन्। देश भनेको खोला नाला पहाड भन्दा पनि जनता प्रमुख हुन्, देश भनेको मान्छेहरूको जनप्रिय एकाइ हो भनेर भाषण गर्छन्। यता काठमाडौँमा गिरिजाप्रसाद कोइराला बीपी र राजा बीचको भेटको चाँजो पाँजो मिलाउँदै थिए। उनले भेटका लागि प्रधानमन्त्री सूर्यबहादुर थापा मार्फत कुरा अघि बढाइरहेका थिए। र सूर्यबहादुर थापाले भने बीपीको भाषणबाट राजा रिसाएका छन्, फेरि तपाईँको दाजु थुनिनुहुन्छ होला भनेर गिरिजाप्रसादलाई सूर्यबहादुरले भनिदिन्छन् र गिरिजाप्रसाद आत्तिँदै विराटनगर पुग्छन् र बीपीलाई निर्वासनमा जाने सल्लाह दिन्छन्, किनकि बीपीको स्वास्थ्य निकै नै बिग्रिरहेको थियो। त्यसपछि बीपी र महेन्द्र बीच वार्ता नै हुन सक्दैन। जब बीपी 2033 सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर काठमाडौँ आउँछन् र विमानस्थलबाटै उनी समातिन्छन्। त्यसबेला महेन्द्रको मृत्यु भइसकेको थियो र नयाँ राजा बनेका थिए वीरेन्द्र।